सामाजिक सञ्जालमा दुईटी नारी छिन्, तिनीहरूको म नाम लग्दिनँ। मेरो एउटीले यो पेन्सनको पैसा ठिक छ भनेर मैले मान्छेकै अगाडि क्युआर कोड गरी हालिदिएँ 2500 र त्यहीको भलो 7 पुस्तासम्म नहोस्। हे जय डिग्री साई कुमारी भगवती, तँलाई जस्तो सुकै ठाउँमा पनि आपतै पर्दै जाओस्, त्यो पसिनाको पैसा कहिल्यै भलो नगरोस्, यही नै कामना छ। अर्कीले पाहुना आएछन्, मलाई 1000 रुपियाँ दिनु भनिसकेपछि के को लागि चाहियो भनेर रक्सीको लागि रहेछ। मैले दोकानबाट आफूले पैसा तिरेर रक्सी लगिदियो। त्यसलाई टिबी रोग लागेर त्यो रक्सीलाई भसम पारोस् जिन्दगीभरि, र त्यो 2500 लग्नेलाई मुटु रोग लागोस्, र त्यो उसलाई रक्सी किन्ने आइमाईलाई टिबी रोग लागोस्। हे भगवान्, यति नै आग्रह छ। सामाजिक सञ्जालमा म नाम लग्दैन। हो, सही घटना हो। यो भिडियो यहीँ खलङ्गा वरिपरि सेयर गर्दै जानु। यो भिडियो तिनीहरूसम्म पुगुन् र त्यो पैसा फर्काउनु पर्छ अर्काउ भन्ने होस्। तिमीहरूको एउटा बोली वचन ठुला रहेछ, तर अरूको पैसा दिनु भने कन्जुस रहेछ। थुई, यो लाज मान्नु। खाऊ, टिबी रोग लागोस् र मुटु रोग लागोस्। फोन हान्यो बलक हानिदिए, फेसबुकमा बलक, फोन हान्यो बलक, आज दिन्छु भोलि दिन्छु। थुई, त्यो पैसा चाहिएन। तिमीहरू त्यो 2500ले तिमीहरूको 27 लाख रुपियाँ खर्च होस्। एउटीलाई त्यो 1000 रुपियाँले 40 लाख खर्च होस् उपचार गर्दा गर्दा। मेरो यो जोगीका श्राप लागुन्। गिरी भन्ने जोगी हो, बाबाजीको श्राप लागुन्।